हेलो हाई नमस्ते सम्पूर्णमा आज चाहिँ हामी बेलटार जाँदैछौँ। अघि नै मैले छोटो भिडियो लगाएको थिएँ नि त बेलटार किन जाँदैछौँ भनेर। अनि अहिले चाहिँ हामी बाटोमा छौँ, बाटोमा जाँदैछौँ। अनि बङ्सिला पुगेको छैनौँ, अनि लगभग पुग्नु लाग्यौँ। अहिले चाहिँ हामी बङ्सिला पुगेर बिसाइरहेको छौँ। अनि अब खाजासाजा खाने एकछिन फ्रेस हुने भनेर गाडीमा बस्दा बस्दा गुमुक्क बिहानै बाटो लागेको नि त, कुहिरो लागिरहेको थियो पुरा। हाम्रो गाउँतिर त गुमुक्क भइरहेको छ। अनि बिहानै त केही रुच्दैन पनि केही नखाइ हिँडेको। अनि त्यसपछि बाटोमा नि खाजासाजा खायौँ त्यहाँ बङ्सिलामा। त्यसपछि फेरि बाटो लाग्यौँ हामी। बाटो लागिसकेर हामी बेलटार पनि पुगिसक्यौँ। साथीहरू बेलटार पुगेर हाम्रो गन्तव्यमा पुगिसक्यौँ, झरिसक्यौँ हामीले। गाडीदेखि चाहिँ हामी झरिसक्यौँ। त्यसपछि झरेर हामी बाटो लाग्नु लाग्यौँ। अनि बाटो लागेर उता जाँदैछौँ, जहाँ हामी पुग्नुपर्ने त्यहाँ जाँदैछौँ। गयौँ हामी। अनि टक्क एकछिन गएपछि रमिता सानीकोमा पनि एकछिन पस्यौँ। अनि रमिता सानीकोमा एकछिन बस्यौँ, गफसफ गऱ्यौँ, एकछिन बस्यौँ। अनि त्यसपछि चिसो खायौँ। अनि चिसो खाएर अनि फेरि बाटो लाग्यौँ माथि बराबरीको घरमा। अनि खानासाना बनेको रहेछ, अनि आउँछु भनेर थाहा थिएन। अनि भनिसक्नु भएको रहेछ। अनि एकछिन बस्यौँ, एकछिन फ्रेस भयौँ होइन, हातमुख धुयौँ। अनि त्यसपछि हामी खानातिर लाग्यौँ, खानासाना खाएर अनि फेरि बजारतिर घुम्नु जानुपर्ने थियो नि, थुप्रो काम थियो। अनि कसैको के काम पनि थियो नि त, त्यही भएर हामी अनि एकछिन त्यहाँ रमिता सानीकोमा बस्यौँ। अनि फटाफट बराबरीकोमा गएर अनि एकछिन बस्यौँ। अनि बराबरीकोमा पुगेपछि सबैलाई ढोगभेट गऱ्यौँ। त्यसपछि एकछिन आराम गऱ्यौँ, फेरि चिसो खायौँ त्यहाँ पनि। अनि चिसो खायौँ, अनि चिसो खाएर एकछिन बस्यौँ, गफसफ गऱ्यौँ। अनि एकछिन रेस्ट भएपछि खानासाना खाएर हामी फेरि गफसफ गरेर फेरि बजार गएको नि त। अनि बजार गएर गिफ्ट किन्यौँ। अनि गिफ्ट चाहिँ हामी सबैले एकै मुष्टमा सबैले थाल नै दिउँ है भनेर सल्लाह भयो। अनि हामी चाहिँ अहिले यसरी गिफ्ट किन्दैछौँ। यहाँ हेर्नु हुँदैछ सानी ठुली बहिनी बडीहरू मामा भाइहरू हामी सबै गएको थियौँ एक ग्रुप भएर। अनि तल गएर हामीले गिफ्ट यसरी किन्यौँ। गिफ्ट जस्तो कुरा एकछिन झलस्स हेरेर भएन होइन, अनि राम्ररी छान्नु पऱ्यो, हेर्नु पऱ्यो। त्यही भएर अनि हामीलाई चाहिँ त्यहाँ अलिक टाइम लाग्यो। अनि त्यसपछि सबै किनिसकेर फेरि उतातिर गयौँ हाटवेयरतिर पनि। अनि के कुटीहरू किन्ने काम थियो, के कोदालीहरू हुन्छ नि। अब बाटो लागिसकेपछि त यो पनि चाहिँदैछ घरमा, त्यो पनि चाहिँदैछ भन्ने हुन्छ नि त। त्यो देख्यो भने त्यो पनि आवश्यक थियो है भन्ने हुन्छ। अनि आवश्यक पर्ने जे याद थियो सम्झना आयो त्यो जति सबै यो हेरौँ किनौँ भन्ने गर्नुभयो। हाटवेयरतिर पनि छिर्यौँ। अनि हामीले हेऱ्यौँ हेर्नु हुँदैछ सरस्वती ठुलीले। अनि खोइ अलिक भरेतिर लिनु पऱ्यो भनेर त्यहाँ छोडिआउँ भयो। अनि त्यसपछि फेरि उता हामी गयौँ, फेरि उता बडीको लागि फेरि धागो किन्नु गयौँ। अनि बडीलाई फेरि के बुन्नु मन छ अरे फेरि हामी धागोतिर छिर्यौँ। अनि धागोतिर जाँदैछु मैले चाहिँ बडीको लागि धागो किन्नु। अनि धागोसागो किन्यौँ। अनि त्यसपछि अहिले चाहिँ हामी बेलटार बजारतिर वरिपरि घुमिरहेछौँ, यताउता हेरिरहेछौँ। किनभने हामीलाई सामानहरू किन्नु छ नि त। अनि के सामानहरू किन्नु पनि छ आएको बेला। अनि सम्झेको याद भएको जति सामानहरू किनेर लैजाऊँ भनेर हामी चाहिँ यसरी डुली हिँड्छौँ। अनि अहिले चाहिँ बहिनीहरू सानीहरू धागो छान्नु हुँदैछ। अनि ट्राई गरेर लानु न, जिउमा मिलिहाल्छ नि त। होइन अलिअलि धुला पनि बस्छ नि, फेरि घट्छ नि। हामीले कुर्ता बोकेर लिएको नि त। अनि सानीले पनि कुर्ता किन्ने, भोलि त कुर्ता लगाउनु पर्यो भनेर सोच्नु विचार गर्नु भयो। अनि हामी कुर्ता हेर्नु सबै फेरि छिर्यौँ। एकजनाको कुर्ताको लागि हामी यत्रोजना छिर्यौँ। अनि त्यसपछि यहाँ आएपछि पानीपुरी त नखाइ जानु भएन। अनि हामीले पानीपुरी खायौँ, बहिनीलाई पनि लास्ट खाने मन